माइत मजाले बस्नुपर्छ भन्ने त्यस्तो सोच पनि छैन माइत कसैलाई सोधेर खानुपर्छ भन्ने सोच पनि छैन काम पनि बेसरी गर्ने हो हैन अनि खाना मन पनि जे मन लाग्यो नि खाने हो अस्ति सेरोटी खाना मन लाग्यो सेरोटी पकाएँ खाना खान मन लागेन आफै हो रेडी पार्ने अय सोध्ने हो हैन यस्तो कम्फर्टेबल हुनुपर्छ के हाम्रो घर हो हैन भाउजू बुहारीलाई माया गर्नु पर्यो हैन कहिले पनि माइतीको बाटो बन्द हुँदैन के अब त्यो त आफू अनुसार पनि आफू गुण पनि हुन्छ भन्छ नि त्यही हो साथीहरु सबै काम भ्याए अनि भोक लाग्यो अरु काम त के हुन्छ आज गुन्द्रुक हाल्ने काम भयो यसमा फेरि मैले जिरा धनियाको अनि मेथीहरु हिजो भुटेर छोप बनाएको थिएँ त्यो छोप राखेको कस्तो मिठो भएछ नि